के तपाईँ पनि धेरै तनाव लिइराख्नुहुन्छ? यदि धेरै तनाव लिइराख्नुहुन्छ भने यो भिडियो विशेष तपाईँको लागि है। तनाव केवल दिमागमा मात्र हुँदैन, यसले बिस्तारै तपाईँको पुरै शरीरलाई चाहिँ असर गरेको हुन सक्छ। धेरै तनाव लिँदा हुने हाम्रो शरीरलाई पर्ने 5वटा असरको बारेमा चाहिँ जानौँ है त आज चाहिँ। लामो समयसम्म तनाव लिइरहँदा चाहिँ तपाईँको रक्तचाप बढ्ने, तपाईँलाई चाहिँ राम्रोसँग निन्द्रा नपर्ने, होइन, तपाईँको मुटुको जोखिम चाहिँ एकदमै बढ्ने, तपाईँको रोगसँग लड्ने, तपाईँको रोग प्रतिरोधात्मक क्षमता शरीरको चाहिँ एकदमै कमजोर हुने, दैनिक रूपमा चाहिँ तपाईँको दैनिक रूपमा चाहिँ काममा ध्यान केन्द्रित गर्न चाहिँ एकदमै गाह्रो हुने, होइन, यस्ता किसिमका चाहिँ तपाईँको चाहिँ असरहरू चाहिँ देखिन थाल्छ है। तपाईँलाई चाहिँ धेरै तनाव लिन थाल्नुभयो भने, यदि तपाईँको चाहिँ तनाव दिनौँ समस्या बनेको छ भने यसलाई चाहिँ व्यवस्था नगर्नुहोस् है। समयमै ध्यान दिनु पनि स्वास्थ्यको एकदमै महत्त्वपूर्ण हिस्सा हो। थप स्वास्थ्य सम्बन्धी जानकारीको लागि चाहिँ पेजलाई फलो गर्न चाहिँ नबिर्सिनुहोस् है।